ओइ गोर्खे के भयो तँलाई फेरि? के होइन गाइज, टिकटक बन्द गरिदिन्छु अब। क्या बात कर रहे? किन नि? के गर्नु, भाइरल हुन सकिएन अब। त्यही हो, मुङलान गइन्छ, उतै खाइन्छ, उतै हगिन्छ, जे गर्ने हो उतै गरिन्छ। तेरी माछिनी चियापत्ती गोर्खालीको छोरो गोर्खे तै हैनस्? हो हजुर, मै हो। नेपाल एकीकरण गर्ने तेरो बाजे हैन? मेरो जिजुबा हो। मेरो बाजे जिजुबाजेहरूले देशको लागि आफ्नो ज्यान दिए, तर यो देशले के दियो मेरो लागि भन्नु त? के चाहिँ दियो यसले मलाई? त्यही हार र तिरस्कार होइन, त्यसको सिवा अरू के दियो? आफ्नो देशलाई खाली नगर है गोर्खे, देश तुरो यी साला थुक्का अगुवा। को चाहिँ नअघि बस्न सकेको छ र यहाँ? कोही सक्छ भने ल मलाई देखाऊ ल। बात तो सही है। सबैजना विदेश गएर गर्ने के त भन्दा त्यही डिप्टी डिपार्टमेन्ट भड्डो म्यानेजर होइन त? यत्रो भाँडा दस्काउने बस्ने र्याई त्यही होइन त? साले गोर्खालीको नाममा थप्पा पातकी। यस्तो आपत परेर बेला बिल्ला गर्छ साला गुइठेर अहिले। यस्ता पातकीलाई जन्माउने बाउ आमालाई गोर्खाबाट खेद्नुपर्छ, देश निकाला गर्नुपर्छ गाई। सीमा आमालाई बिचार ल्याउँछस्? मेरो रागो खत्म।